आज हामी पुनः गोइसर एरियामा छौँ, जहाँ चाहिँ गरिब भोका असहाय अपाङ्गहरूको लागि खाना खुवाउनका लागि यहाँसम्म आइपुगेका छौँ। र आजको मिति सेप्टेम्बर 23 थर्सडे हो। र आज यो हाम्रो कार्यक्रम चाहिँ उता न्युयोर्कमा हुने लेचेन छोग्याल न्युयोर्कमा हुनुहुन्छ। उहाँले चाहिँ उहाँको बुवा थोप्क्याल हुनुहुन्छ उहाँको नाम। उहाँ बित्नु भएको 49 दिनको दुःखद समय सम्झनाको लागि चाहिँ यो हामीले आज खानाको व्यवस्था गरेका छौँ। 250 खानाको चाहिँ हामीले उहाँलाई खुवाउन गइरहेका छौँ। र जुन माध्यम चाहिँ हाम्रो न्युयोर्कमै रहनुहुने घेसेटासी दोर्जे हुनुहुन्छ, डाइरेक्ट अब श्री कुम्फिया बिग संस्थाका डाइरेक्टर हुनुहुन्छ। उहाँले चाहिँ यो सम्पूर्ण व्यवस्था गर्नुभएको हो। र आज हामीले चाहिँ खाना अनि केरा पानी आदि इत्यादि लिएर चाहिँ हामीले खुवाउन गइरहेका छौँ। र जुन भएको खर्च चाहिँ हाम्रो यताबाट $500 चाहिँ नेपाली 58,500 हुन गएको छ। र त्यो चाहिँ हामीले आज खाना पानी केरा गरेर चाहिँ टोटल हाम्रो खर्च चाहिँ $58,200 खर्च भएको छ भने त्यति खर्च भएको छ। र सम्पूर्णलाई हामी धन्यवाद दिन चाहन्छौँ। तपाईँ जान्नु हुँदा म भिडियो राम्रो भएन हुन्छ त्यतिखेर आउँदैछ